हेलो गुड मर्निङ सबैलाई। आज हामीले मह काट्न लागिरहेका छौँ। यो असारको पहिलो हप्ता विशेष गरी सिलाउने फुलिसकेको हुनाले यो अवधिमा चाहिँ मह बनाउने गरिन्छ हामीले। ओहो एकदम डरलाग्दो तरिकाले मह काट्दै हुनुहुन्छ हाम्रो भाउजूले। बिहानको समयमा अझ दिउँसो जस्तो एकछिन भइसकेको छैन, रातभरि पानी परिरहेको थियो, त्यसै कारणले गर्दा एउटा फ्रेमको त्यसपछि अबको क्रममा दोस्रो फ्रेम देख्दैछौँ। म एकदमै रिसाइरहेको छ है। भाइलाई मौरी एकदमै रिसाइरहेको छ है। जोखिम छ जोखिम एकदम।